नेपालीको दिमाग कुहिएको हो के? जो नेपालीले प्रधानमन्त्रीको निर्देशनमा मैले चाहिँ त्यो धरना आन्दोलन बसेँ भनेर सोचिरहेको छ, त्यो नेपालीको दिमागमा किरा परेको हो। त्यो किरा परेको दिमाग हो। किनभने मैले कहिले कसैको निर्देशन मानेर हिँडेको छु? अहिलेसम्म 30 वर्ष भयो नेपालमा बसेको। 30 वर्षमा म आफैलाई निर्देशन दिन्छु, कसैको निर्देशनमा चलेको छैन। स्वयं पुष्पकमल दाहालको भनाइ आएको होइन। नेताहरूको भनाइलाई विश्वास गर्ने, नेताहरूको भनाइलाई विश्वास गर्ने भने नेताहरूले सिङ्गापुर बनाइदिन्छु भनेको छ। नेताहरूले ल यो आर्थिक वर्षमा यति रोजगारी सिर्जना गर्छु भनेको छ। त्यो कुरालाई चाहिँ विश्वास नगर्ने, अनि यही कुरालाई, एउटै कुरालाई चाहिँ पत्रकारहरूले अनि जरा उखल्ने, जरा खन्ने।